Welcome back to my channel, guys. Okay, आज चाहिँ म जेरी एन्ड टप जाँदैछु जो मेगा स्टार सुपरस्टार अनमोल केसीको यसको प्रोड्युसर त धेरै हुन्छ क्या, 4 जना प्रोड्युसर, एक्जिक्युटिभ प्रोड्युसर, एसोसिएट प्रोड्युसर र धेरै हुन्छ। अनि एउटा क्रिएटिभ राइटर चाहिँ साइक्रेस पोखरेल हुनुहुन्छ त्यसमा है। अनि अब हाम्रो चाहिँ सीता गुरुङ, अनमोल केसी, आशुष शर्मा अनि माल्ने बुढा केदार घिमिरे होइन। एक्टिङ त खोजेर नहोला, लोजिक पनि के खोज्नु, अब हेर्ने भनेको स्टोरी कस्तो थियो भन्ने हो। र हाम्रो माल्ने बुढाले नि कस्तो एक्टिङ गर्नुभएको छ भन्ने चाहिँ के हो, माल्ने बुढाको कमिक टाइमिङ नै हो हेर्ने भनेको होइन, जानमा जान सक्नु भन्छ नि। अनि त्यही हो। बाँकी स्टोरी कस्तो छ, इन्डिङ कस्तो हुन्छ, अब इन्डिङ त स्टिल हेर्दाखेरि मरिरहेको देखिरहेको छ, 2 जना लडिरहेको छ सगरमाथाबाट खसेर। अब त्यसमा अब के छ, अब भिएफएक्समै अब आधी घन्टाको भिएफएक्समै करोडौँ लाग्यो भन्ने हल्ला छ होइन। अब भिएफएक्स कस्तो छ, अब करोडौँ लाग्ने भिएफएक्स नेपालको त्यही हो होइन। स्टोरी कस्तो छ हेर्ने हो। ल अरू चाहिँ मैले सुतेर हेर्ने सिट लिएको छु, वान सिनेमै हो हेर्ने त्यहीँ छ जस्तो लाग्छ। अनि सुतेर कस्तो हुँदो रहेछ एक्सपिरियन्स भनेर एउटा सुतेर हेर्ने सिट लिएको छु। अनि म हजुरलाई एक्सपिरियन्स सेयर गर्छु, सुतेर कस्तो देखिँदो रहेछ, हुन्छ कि हुँदैन, रिकमेन्ड गर्ने कि नगर्ने भनेर चाहिँ भन्छु है। ल अब म फिल्म हेरेर कति बेला चाहिँ त्यसको रिभ्यू दिन्छु है त। ल थ्याङ्क यू भेरी मच। ल अब हल आइन्छ, हल देख्नु है त म। ल म हल आएँ। यस्तो देख्छ हेर्नुहोस् है होइन, सुतेर हेर्दाखेरि स्क्रिन पुग्दैन। सगरमाथा, जोमोलुङमा अथवा माउन्ट एभरेस्ट, जतिको सुन्दर उति नै क्रूर। That was Jerry on top movie. Okay, some improvement on acting. Anmol ko same ho, dialogue both expression है ना, okay के है ना। I find है ना जेसिका गुरुङको एक्टिङ अलिकति इम्प्रुभ भएको छ, आचलको पनि इम्प्रुभ भएको छ है। एक्टिङ वाइज दे हेभ इम्प्रुभ, बोथ अफ देम हेभ इम्प्रुभ है। अब चाम ल्याएको छ माग्ने बुढाले नै होइन, माग्ने बुढा नगएको रहेछ त्यो चाम नै हुँदैन थियो होइन। फिल्म इज ओके, वान टाइम वाच ओके भाइ, याद पनि छैन ओके। लोजिक खोज्नु हुन्छ भने लोजिक त मार्ने नै हो, त्यहाँ लोजिक नै छैन। अब सगरमाथा चढ्दाखेरि त लोजिक त खोज्ने नै भएन, तर ड्रामा बनायो, फिल्म हो, फिल्म त हेर्नु पऱ्यो, लोजिकल्ली के पनि मिल्दैन त्यहाँ। अब ड्रामा हो तर के नै छ भनौँ न। अब पहिलाको हेरी त अनमोलले नि गरेको, तर डाइलग बोल्दाखेरि सेम तरिकाले बोल्छ, एक्सप्रेसन त्यसको एक्सप्रेसनै छैन बोल्दाखेरिको। अनि एउटा अब क्यामियो भन्ने कि रोलै छ, सेकेन्ड एउटा सुरक्षा पन्च हुन्छ। मलाई उहाँको चाहिँ ओभर एक्टिङ लाग्यो यार, ओभर एक्टिङ गरेर जस्तो लाग्यो, अलिकति नमिलेको हो कि के हो त्यो होइन। त्यो शेर्पाहरूसँग कुरा गर्छ वाकिटाकीमा लास्टमा, शेर्पाहरूले रिप्लाई दिँदाखेरि त्यो नेचुरल हो क्या, नर्मल बोल्ने तरिकाले बोल्छ, एक्टिङ गरेको हुन्छ। शेर्पाले त्यसरी बोल्दाखेरि क्या करेक्टली त्यो आँटेर बोलेर साउन्ड गरिरहेको छ। अब सुरक्षा भन्छ एक्टिङ लागिरहेको छ, एक्टिङ नै गरिरहेको छ होइन, बोलेको त्यो हावाले
गरेर त्यस्तो आएन जस्तो भन्नुभयो ठिकै छ फिल्म अब एज युजुअल अनमोल भनेको अब धनी छोराको धनी बाउको ब्रान्ड हो तर मैले यसबाट कुरा के चित्त बुझेन भने होइन जस्तै धनी मनी होइन राणा खानदानको सबैले आइस्यो गइस्यो भने आउँछ तर हाम्रो जेडियर सिंह राणा जेडीले चाहिँ आउनुभयो खानुभयो हुन्छ क्या नर्मल त्यसमा चाहिँ त्यो जोडेको छैन होइन अब त्यो चाहिँ जानीबुझी गरे हो कि मिस्टेकनली भयो कि ध्यान नदिएको थाहा भएन होइन अब मैले याद गरिराख्ने भनेको चाहिँ के याद गऱ्यो भने सीता गुरुङको पेमा जुन हुनुहुन्छ उहाँको घाँटीमा एउटा माला छ क्या बुद्ध चित्तको माला त्यो सोलुखुम्बुमा फरक माला लगाइरहेको हुन्छ अनि काठमाडौँमा फरक माला लगाइरहेको हुन्छ त्यो माला घाँटीको टाँसीको माला चाहिँ फरक छ क्या त्यो मैले एज अगाडि बसेर हेरेको भएर होला होइन झ्याप्प आँखा गइहाल्ने क्या फरक छ त्यतिखेर फरक छ अहिले फरक छ कस्तो हुने घाँटीको माला त चेन्ज भइरहेको नि लुगा जस्तै त्यस्तो लुगा जस्तै नै चेन्ज भएको होइन त्यो छ ओके नै हो एभरेज मुभी हो वान टाइम वाच हो अब धेरै एक्सपेक्टेसन गर्नु भएन सुपर स्टारको मुभी त अब ओके होइन अब एज युजुअल कोही न कोही मर्नु परिहाल्यो तर को मऱ्यो त भन्दिनँ मोटर कोही न कोही अब होइन नत्र मोसन कहाँबाट ल्याउने होइन त्यो छ अनि एट लास्ट सिटको कुरा होइन सिट चाहिँ आज म अगाडि बसेर हेरेँ सुतेर एक्सपिरियन्स चाहिँ एकचोटि गर्नुपर्ने खाले रहेछ है तर मुभी हजुरले हाम्रो हलिउड मुभीहरू जहाँ चाहिँ धेरै एभेन्जर मुभीहरू जहाँ फाइट सिन धेरै हुन्छ जोन विक जहाँ फाइट सिन धेरै हुन्छ त्यो मुभी अगाडि बसेर हेर्नु हो भने चाहिँ मजा आउने रहेछ किनभने त्यो साउन्डले गर्दाखेरि सिट चाहिँ थर्किँदो रहेछ क्या खर थर्किन्छ त्यो म्युजिकले गर्दाखेरि बसेर हेर्न एक्चुली मजा आउने रहेछ जब गीतहरू पर्छ केही पनि यस्तो गीतहरू पर्दाखेरि पनि क्या रमाइलो भएको थियो त्यो सिट थर्केको कारण सिट थर्किन्छ थर्केपछि चाहिँ कस्तो अलिकति अर्कै एक्सपिरियन्स हुने रहेछ क्या उहाँ एकचोटि एक्सपिरियन्स गरेर चाहिँ हेर्नु भनेर सजेसन दिन्छ एकचोटि सुतेर हेर्नु तर अलिकति आँखा चाहिँ माथिरै भइरहेको छ जहिले पनि होइन किनकि टाउको माथि गरेर हेर्नुपर्छ र सुतेर हेरेको भएर माथि भएको नि ठिकै छ तलतिर भयो भने त हिँडेर माथि भएर सुतेर हेर्नुपर्ने भएर त्यो पनि ठिकै छ माथि भएको पनि ठिकै छ त्यति फरक त पर्दैन होइन तर एकचोटि चाहिँ त्यो साउन्ड चाहिँ एक्सपिरियन्स गर्नु छ रमाइलो मोमेन्ट हुन्छ गीतहरू पर्दाखेरि एकदम त्यो क्लासहरू आउँछ नि त्यसले गर्दा स्पिकरहरूको साइडमा हिँड्नु त्यो त फर्किँदो रहेछ फर्किँदो रहेछ अनि रमाइलो एक्सपिरियन्स हुँदो रहेछ क्या मतलब मजा लाग्यो तर अब के गरेर एक्टिङवाला मुभी हो एक्टिङ गरिराख्ने होइन बोले गर्ने छ भने चाहिँ बोरिङ हुन्छ है तर डान्सवाला फिल्म एक्सनवाला फिल्म छ भने चाहिँ सुतेर हेर्न मजा आउने है त्यो चाहिँ मैले राम्रो अनुभव गरेँ राम्रो एक्सपिरियन्स एकचोटि सुतेर हेरी सजेसन दिन्छु मजा आउने रहेछ होइन अनि फिल्म ठिकै हो वान टाइम वाच हो तर हलमै गएर हेर्ने खालि चाहिँ छैन हलमै गएर हेर्नेवाला जस्तो कान्तारा भनेको चाहिँ हलमै एक्सपिरियन्स गर्ने मुभी है त्यो हलमा गएर घर बसेर हेर्नु पनि मजा आउँदैन थियो हलमा जानुभयो भने चाहिँ साह्रै नै मजा आउँछ तर जेडी भनेको चाहिँ हलमा गएर हेर्दा पनि त्यो फ्यामिलीसँग गएर नत्र त्यति हजुरले हलमा गएर हेरेन भने साउथ गर्नुहुन्न त्यो पनि तर यो चोइस है मुभीहरू र यति नै हो है मेरो एक्सपिरियन्समा है अब केही छ भनेदेखि म फर्दर एड गरेर भन्छु नि है